हेलो साथीहरु गुड मर्निङ सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। अनि आज चाहिँ हामीहरुको एउटा प्लान बनेको थियो है भक्तपुर गुन्डु चौर घुम्न जाने। अनि सबैजना हामीहरु बिहान उठेर अनि त्यसपछि रेडी हुन थाल्यौं। यो सानो दुईटा हिरोहरु चाहिँ रेडी भयो, त्यसपछि अनि अरु सबै हामीहरु रेडी हुन थाल्यौं। रेडी भएर हामी निस्क्यौं बाटोमा। त्यसपछि बाटोमा निस्किसकेपछि हामीहरु सबैजना जम्मा भयौं है हाम्रो फ्यामिली। अनि सबैलाई हामीले बच्चाबच्चीहरु अनि सबैलाई अगाडि पठाएर छोरीहरुलाई अनि सबैलाई अगाडि पठाएर हामीहरु चाहिँ तीन बाउ छोरा पछाडी बस्यौं। अनि हामीहरु चाहिँ सामानहरु रेडी गरेर सबै सामान लिएर जाने भन्ने प्लान भयो। अनि सामान लिएर गयौं। त्यसपछि हामी बसमा चढ्यौं साथीहरु। अनि हेर्नुस् त बसमा हामीले धेरै रमाइलो गर्यौं। के हो एउटा प्रेमको लग्न हो भने लक्ष्मी अनि गाडीमा चाहिँ हामीले एकदमै रमाइलो गर्यौं। त्यसपछि हामी सूर्यविनायक चोकमा झरेर म चक्खु लिन गएँ। चक्खु लिन जाँदा त बिचारा एउटा यार पसलमा त बिरालोलाई बाँधेको रहेछ के साथीहरु। अनि मैले एकछिन उसँग गफगाफ हाने अनि चक्खु लिएर निस्केँ। अनि हाम्रो सबै ग्याङ चाहिँ आइसकेको रहेछन् हैन। अनि ग्याङहरुलाई त्यसपछि हाम्रो सबै ग्याङ गुन्डुतिर लाग्यौं है। गुन्डुको उकालोतिर लाग्यौं। हेर्नुस् जंगलमा तर यस्तो राम्रो भ्यूज के साथीहरु हेर्नुस् है। आमामामा अनि यो उकालो चढिसकेपछि हामी त बाटो बिर्स्यौं के। यसो जंगलतिर छिरौं भनेर गएको फेरि बिर्सेछौं। फेरि फर्केर तल झर्यौं। अनि झरेर हामी पुग्यौं गुन्डुको के हो हेलिकप्टर भएको ठाउँमा। तर हेलिकप्टर उक्काएर सबै खोक्रो बनाइसकेको थियो। हेलिकप्टरको करङहरु मात्रै थियो के। अनि हामीले रमाइलो गर्दै सबै सामानहरु गर्यौं, रेडी गर्यौं। अनि त्यसपछि तन्न बिचायौं है। अनि सामानहरु सबै मिलाइसकेपछि बाटोमा सरप्राइज छ भन्थे केटाहरुले। अनि के रहेछ भनेको त अनि अर्को छोरोको चाहिँ बर्थडे रहेछ। अनि बर्थडे सरप्राइज भयो त्यहाँ। त्यसपछि रमाइलो गर्यौं सबैजनाले। फेरि अनि यता हाम्रो छोटा ग्याङले छुट्टै पारा फेरि हेर्नु है कराएर हैरान। ल सबैजना हेर्नुस् त हाई गर्नुस्। अनि हामीहरुले सबै यताउता सामानहरु मिलायौं। त्यसपछि बर्थडे सेलिब्रेट गर्यौं अनि छोरोको। अनि हामीले अलिअलि खाना लुडाइसकेपछि फेरि हामीले सिजर पेपर रक खेल्ने प्लान गर्यौं। अनि हामीले सिजर पेपर रक अनि बर्थडे सेलिब्रेट गरिसकेपछि अनि सबै बिहान भोकभोकै गएको हेर्नु साथीहरु। अनि भोकभोकै गएको
कोसँग उगाइदिन्छ भने पेपर रक त्यार त्यो यहाँ तपाईँ हामी त टुक पऱ्यौँ नि फेरि खानामा अनि त्यसपछि खानासाना खाएर पेट पुरा गरिसकेपछि फेरि हामी जङ्गलतिर घुम्न गयौँ डुल्दै डुल्दै कता कता लुकुर 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 गयौँ अनि त्यसपछि जङ्गलतिर तता घुमेर अनि यता एउटा साइडमा फेरि त्यहाँ धेरै मान्छेहरू जाँदो रहेछन् क्या घुम्नलाई अनि धेरै मान्छेहरू थियो अनि त्यो जङ्गलतिर डाँडा काँडा दायाँ बायाँ काफलहरू पनि मजाले पानी रहेछ लालीगुँरास चाहिँ रित्तिसकेको थियो अनि जाँदै गर्दा चाहिँ मलाई म्याम भेट्नुभयो रुकेन मलाई उसके बाद में मलाइका म्यामले त रुक्ने कि नामै नै ली त्यसपछि हामीहरू सर माथितिर छिर्यौँ हेर्नु सर्कट बाटो खोज्ने क्रममा चाहिँ हामीहरू अल्पत्र पऱ्यौँ आधा ग्रुप कता भयो अनि एकछिन बिचमा उभिएर चाहिँ हामीले आराम गऱ्यौँ अनि आराम गरेर अनि आराम गरिसकेपछि ल हेर्नुहोस् त हाम्रो यहाँ दुईवटा टुक्रोहरू थाकिएर यहाँ बसिरहेछ थाके पनि दुईवटा केटाहरू फेरि लास्टै स्ट्रङ क्या हाम्रो त दुइटै हामीभन्दा पनि बढी हिँड्ने भने यार यो सानो बच्चाहरू त अनि त्यसपछि हामीहरू भित्र जङ्गलको बाटो अब जानुपर्छ निस्किनुपर्छ भनेर हामीहरू रमाइलो गर्दै पटङ टङ टङ यताउता कुरा गर्दै हामीहरू त्यहाँबाट भित्रभित्र जङ्गलतिर 2-3 राउन्ड हान्यौँ ल जङ्गलतिर होइन अनि हाम्रो यो छोरीको फेरि हात सुन्नेर होइन यो मौरीले टोकेको रहेछ झन्झन सुनिरहेको हावामा जति हल्यो त्यति बिसाउँछ अरे नि त अनि त्यसपछि हामीहरू त्यहाँबाट निस्क्यौँ साथीहरू जो जङ्गलमा 3-4 राउन्ड हानिसकेपछि हामीहरू अनि फाइनल्ली हामीहरू मेन बाटो पत्ता लगाएर हामीहरूले मेन बाटोमा निस्क्यौँ अब चाहिँ हामीहरूलाई यताबाट अलिकति उकालो पर्छ अनि उताबाट चाहिँ ओह्रालै पर्ने हो अनि त्यहाँदेखि चाहिँ हामीहरू बाटोमा रमाइलो गर्दै बाहिर निस्क्यौँ साथीहरू बाहिर रमाइलो चाहिँ लास्टै रमाइलो भएको थियो सम्झिन लायक हुने थियो यो पल चाहिँ अनि कस्तो लाग्यो प्रतिक्रिया दिनु होला बाई बाई।